यता बाहिर आयो कि बाहिर आयो यो बाहिर आयो ठुलो गराउँदा बिक्री हो हामी कतिजना नमान्नुहोस् केही हुँदैन पछि बालीलाई मात्र असर गरोस् बराबर भयो भेडा होइन भैँसीको भेडाको त होइन होइन पुरानो हो भेडाको होइन यो त कति वर्षको यो त मलमै मिसाउँदा पनि हुन्छ 4 वर्षको यो जेठमा 4 वर्ष पुरा पुग्छ यो त देखाउने डेमो देखा उयोले त भगा यसले त यसरी फुलेको नि त्यही पनि यसलाई जिङको कमी छैन माथि पातहरू सँगसँगै भइरहेको हल्का पातहरू पनि अलि हेर्नु त हो सही गर्नु यो त पात यो राख्नु यो यो पोटका थाम्ने नगरी फल्छ क्या फल्छ सर त्यसमै नि गर्नु यो बेटे होइन उहाँले आफू गर्नुहुन्छ के चुन राख्नु पर्छ एउटा बोटको लागि अनि अब जिङ पनि 100 ग्रामसम्म राख्यो हुन्छ त्यति धेरै राख्नु पर्दैन यसलाई चाहिँ अब तपाईँहरूले के गर्नु भने झारपातहरू कस्तो छ के छ सब कति ग्राम भन्नु सर हजुर जुन 180 ग्राम एउटा राति राख्नु भएन भने सानो ठुलो जस्तैमा पनि 3 वर्ष भन्दा ठुलो बोटहरू 3 वर्षको बोटले ठुलो खादलमा पनि राख्दा त हुन्छ तर अलि अगाडि राख्नु पर्यो 1 महिना अगाडि रोप्नु भन्दा अब पुग्नु तपाईँले अब अहिले खादलमा चुन राख्दै हुनुहुन्छ भने 1 महिना अगाडि नै खादल सक्यो छोड्दिनु झारपातहरू अलि फालिदिनु सबैले एक एक गरेर सबैले छिटाउनु सुन कागती होइन यो अर्को के कागती भन्छ गुल्ली होइन अमिलो गुल्ले नि हुन्छ रातो रङको हुन्छ कि क्या रातो सुन्तला छ केसरा हुन्छ त्यो हाम्रो त्यो पर पातलेमा हामीले त्यो बट्टैमा आएर होइन है त्यसपछिबाट फेरि धुसी ब्याक्टेरियाहरू फैलिन्छ अनि मर्ने सम्भावना धेरै हुन्छ त्यही भएर तपाईँहरूले चाहिँ यो गर्ने बेला चाहिँ चोटपटक नलगाउनु होला च्याउको डल्ला आरीले म काट्छु नि यो युज हान्नु आरी चाहिँ यो हो यो आरी चाहिँ काट्छु कि काट्छु अरे ठाडो पार्न यसलाई काटिहाल्नु त्यो नै हटाइदिनु न हो मेन नै यो मुनि यो सुकेको लाउने छड्किहाल्नु साँपो हो त्यो अनावश्यक हाँगा हो कि त्यो फल्दैन 45 डिग्री यसको नै काम छैन छन् त मुनिबाट नि माथिबाट नि हुँदैन है माथिबाट ससल दैन नि भाइ सिकाउने मान्छेले हो त्यसरी एकपट्टिबाट सिकाऊ है त्यस्तै तरिकाले चोटो चुलाउनु पर्यो नि ल यो भन्नु यो चाहिँ एक छोरा राख्नु पर्छ हैन अलि फ्याङ्नुपर्छ यो कलाइ बसेको यो सुक्दै सुक्दै जाँदैछ यसलाई असर नगरोस् भनेर यतिसम्म गराएको हो 45 डिग्री सर ए सारा फेदमा नकाट्नु सर भित्र फेरि दाग बसिहाल्छ उतातिर त यस्तै गर्दै जानु त यस्तो हो यसको अलिकति भाग
छोडिदिनु भयो भने यो सुक्दै सुक्दै जहाँसम्म यहाँसम्म जाँदा मर्दैन त्यो हुँदाखेरि कि अझ एउटालाई चाहिँ पानी नजम्दैन हो पानी पनि जम्दैन अनि यो सुक्यो भने यतासम्म आउँदैन यो मिलाएर काट्नु होला काट्ने बेला भयो त नि अनि यस्तो यस्तो काट्नु पर्यो हैन यसलाई फाल्दिँदा हुन्छ यो पनि दुईटाको बिच छ नि त यी छन् नि यिनी यी सक्कर भनेर पढाएको थिएँ नि अघि यिनी हुन् के यी चाहिँ हटाइदिने हो यो काट्ने हो त यी त अब त्यसले काट्दैन उसले काट्ने बच्चा कहाँनिर रहेछ यहाँ हेर्नु त मास्टरको मास्टर सुरुङ पर्दै इ हेर्नु त यो देखाउनु पर्छ यो भित्र रहेछ है के बटारिएकोमा यता यता उडिसकेछ यहाँ त यहाँनिर रहेछ बच्चा छ कि दिनु पर्यो यसरी म घर घरमा आएर सुन्तला काटिदिन्छु भन्दै यो पात पनि फालिन्छ होइन हो त्यो पलाउँदैले भनेको यहाँ यत्रो चोट लागेछ नि त तपाईँ के पाला खन्नु भयो मैले त खनिन कसले खन्यो त यो म त यत्रो चोट पारेछ मिस घुमाउनु त घरपट्टिले भन्छ साप र अर्को सालतिर हेर्नु कस्तो हुन्छ हामीले चाहिँ अस्ति हिउँदोमा त्यो मल हालेर गर्दाखेरि पहिला हामीले चाहिँ नपत्याएको होइन गरेपछि मात्रै बल्ल रिजल्ट राम्रो आयो तल यिनीहरू सबै तपाईँको कस्तो यो मल यसरी हालिरहनु हो भने यहाँ त मिस्त्रीहरू हुनुहुन्छ होला नि पेन्टिङ गर्ने मिस्त्रीहरू त्यहाँहरूले एकदम मैले मेरो घरमा आफै पेन्टिङ गर्छु त्यो होइन मिलाएर हो नि त फुल खिलेको के भने छर्ने हो क्या तपाईँ पनि यसो गर्नु प्रोटिन बेड कहिले हाल्नु भन्यो नि सानो सानो मटर दाना हुन्छ नि त्योभन्दा अलिक सानो जे अब चिचिला लाग्न थाल्यो है भन्छ नि तबदेखि छर्नुहोस् के तपाईँको फलहरू जब चाहिँ अब चाहिँ पाक्छ है भन्ने ऊ बेलासम्म हुँदैन नि तबसम्म चाहिँ छर्नुहोस् त्यो बैशाखदेखि सुरु पाक्ने बेलासम्म होइन जब तपाईँको फल चाहिँ परिपक्व हुन्छ नि यो यत्रो यत्रो भएपछि चाहिँ छेड्नु हामी त्यो ठाउँमा चाहिँ बुढो मिक्सरमा हान्ने त अरू ठाउँमा हान्ने हुन्छ ल यसमा भरौ त पहिला तपाईँहरू कति नम्बर 5000 हो अनुदानमा कति छैन तपाईँहरू कति नम्बरको हो तर अहिले छैन जितिसक्यो यो हामी सबैले यसलाई चाहिँ उद्घाटन गरिदिनु त यसरी अब यो कार्यक्रम भव्य हाम्रो डुलाले यो स्प्रे गरेर शाखा प्रमुखले हुनुपर्छ मोदल मिलेकै छैन त्यो मोदल मिलेन नि माथि पनि मोदल मिलाएन हेर्नु त फ्रेस गर्नुभएको छ तपाईँले ल यो चाहिँ यो छानेको जुन रिबन भएको छ नि प्रोटिन बेड चाहिँ यहीमा मात्रै लाउँदैन कि सबैमा लाउनु रुखमा लाउनु परेन मिस यता 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 त परेन यो छानेको हाँगा यो रिबन बानेको चाहिँ यो हाँगा छानेको हो कि त्यही भएर त्यही मात्रै यो छानेकोमा मात्रै एउटा रुखमा हानेपछि सबैले यति एरिया त्यो बन्द गर्नु त एकछिन यसलाई टाइट गर्नु पहिला नराम्रो मिठो छ नि यहाँबाट कहाँसम्म फाल्दो रहेछ आनन्द उता हान्नु त ए पर मान्छेको साथै नफालौ न हो फाल्छ यो 10 मिटरसम्म जान्छ आनन्द स्पिड चाहिँ 10 मिटर
त्यो भिजाएर चाहिँ हाल्नुपर्ने रहेछ नि त खासै चाहिँ अरूमा युज गर्नु ल उता हामी मुनिबाट मात्रै हाल्नुपर्छ है मुनिबाट मात्रै पानीले नै नपकाउने गरी साह्रै सकेको चिसो भएन पोखिन्छ होला बिस्तारै है यता नलागोस् यता नपरोस् होइन भयो त्यतिलाई त सबै बिस्तारै गर्नुहोस् है भयो अब यति भयो लगाइराख्दिउँ कि सर अरू जरामा राखौँला नि त अनि यो त लानु पर्यो त भयो बाल्टी त सबै पोखे त सबै भिज्यो दाँत काट्दैन अझ लाउनु न अझ लाउनु एकैछिन भएन काम पन्ध्र दिन तयारी हुन्छ है अनि एक बाल्टीको 5 लगाएर चाहिँ त्यो ढुस्सीहरूको लागि सबैमा